काँक्रा फलेर पनि उद्घाटन गरिसकेको छ साथीहरू। यतिको सानो फलेको रहेछ यहाँ। खोर्सानीको बिरुवा रोप्न जाँदैछु साथीहरू। यो चाहिँ 100 रुपियाँको छ। खाम साथीहरू, हामी चाहिँ अहिले यो आलु बगडा नुन खोर्सानीसँग पिसेको खाँदैछौँ। अमिलो खोर्सानी पनि खानुभएको? रहेछ नि। वा कस्तो धेरै राम्रो देखेको नि धानको बिउ। हाय हो त सानो त्यहाँदेखि। गुड मर्निङ फ्रम मकैबारी साथीहरू। हेर्नुहोस् त आजको मौसम त यस्तो छ कि आकाशै झर्नु आँट्यो जस्तो छ। हेर्नु नि यहाँ। अनि म चाहिँ यहाँ यो सिस्नो सुँगुर चारो टिप्दैछु साथीहरू। सिस्नो त्यस्तो धेरै चाहिँ छैन। काँक्रा फलेर पनि उद्घाटन गरिसकेको छ साथीहरू। यतिको सानो फलेको रहेछ यहाँ। तर यसको थाङ्ग्रा चाहिँ छैन क्या त्यस्तो राम्रो, तर पनि फलेछ। यो साग खानुभएको छ? यो लाफाको साग भन्दो रहेछ नि। अनि म चाहिँ यो चाहिँ खाने भन्दा पनि अस्तितिर चाहिँ खाइयो, अब त अलिक छिप्प्यो पनि। यो हाम्रो ब्याड गरा हो कि। अनि यसको अब चारो दिन्छु म। यो पनि चारोको लागि टिप्छु। मेरो चारो भर्खर त्यति हुँदैछ। मेरो बिहानीको कामहरू चाहिँ यस्तै छ साथीहरू। यो चाहिँ हाम्रो प्याज सानो सानो छ। अब यसलाई खनेर फेरि यहाँ खुर्सानी रोप्नु पर्ने छ कि, त्यही भएर म यो खन्नु आएको। अब म खन्छु साथीहरू। तर खन्नु भन्दा पनि यसो गर्दा पनि हुन्छ। प्याज त हुन त त्यस्तो ठुल्ठुलो चाहिँ फलेको छैन है साथीहरू। हाम्रो चाहिँ सानो सानो छ। यसो काम चलाउ चाहिँ हुन्छ जिउस। आफैले रोपेको र किनेर ल्याएको फरक त हुन्छ नि त, होइन र? अनि यो हेर्नु न, खोर्सानी अस्ति रोपेको थिएँ, खरानी लिएर राखिदिनु भएछ हाम्रा घरका मान्छेले। यत्रो छिटिकै बेहुली खोज्ने भेषैमा यस्तो गराङ गुरुङ परेको जान्छु। अब यहाँ चाहिँ फेरि अक्कबरे खुर्सानी रोप्नु पर्ने हुन्छ साथीहरू। देखो न गाइस, देखो न सुन्तला, हाम्रो सुन्तला बिचरा यहाँ। यो कुन कसले दिएको भयो नि साथीहरू? यो चाहिँ रेड क्रसले दिएको। रेड क्रस सोसाइटी, नेपाल रेड क्रस सोसाइटीले दिएको। बाँच्नु चाहिँ बाँचिरहेछ है। नेपाल रेड क्रस यति रहेछ साथीहरू हाम्रो प्याज। अब यहाँ चाहिँ फेरि खनेर खोर्सानी रोप्नु पर्ने छ। अब चाहिँ म यो खोर्सानीको बिरुवा रोप्न जाँदैछु साथीहरू। यो चाहिँ 100 रुपियाँको छ। कतिवटा छ? 10 रुपियाँ गोटा भन्दै हुनुहुन्थ्यो, सायद 10वटा छ होला। यहाँ चाहिँ मैले रोप्छु। कतिवटा छ भन्ने कुरा, 10 रुपियाँ गोटा। अक्कबरे खोर्सानी चाहिँ 1 3 5 6 7 8 9 10 दुईवटा थपिदिनु भएछ अङ्कलले। थ्याङ्क यू फर थपिदिनु भएकोमा।
गाइज भोलि चाहिँ हाम्रो पूजा छ, त्यही भएर पापाले चाहिँ एकदम तन्जा मन्जा मिलाउँदै हुनुहुन्छ। के हो एम त नि ओम नमो शिवाय एम हाईलाई क्या त्यसलाई वाउ के को 1000 1000 को त्रिशूल साथीहरू भोलि हाम्रो पूर्णिमामा मेला भनौँ कि पूजा भनौँ, पूजा लाग्छ नि त माथि पनि तल पनि, अनि यहाँ चाहिँ माथिलाई अरे वाउ राम्रो छ नि 1000 अरे गर्नु खोजेको के यहाँ हेर्नु साथीहरू यस्तो छ मान्छेहरूको पारा के गरेको मलाई थाहा छैन। त्यहाँ हुन्छ है त्यो बिचमा चाहिँ नटिप्न के गरेको त्यो नटिप्न बरु त्यो यस्तो ओइलेकोहरू टिप यता त्यति टिप के छ टिपेको मैले टिप्नु पाएँ भन्दैमा किन्नु पर्दैन फारो गरेर खानु पर्छ। अस्तिको पनि छ तल भनेको त फोटो पो खिच्दो रहेछ खाम साथीहरू। हामी चाहिँ अहिले यो आलु बगडा नुन खोर्सानीसँग पिसेको खाँदैछौँ। खानु के खाइदिउँ साथीहरू। नगर है कहिले नगर डम्मी खाऊ धरम खानु न। यस्तो आलु बगडा त हामी कति खान्छौँ नुन खोर्सानीसँग होइन के कसो माइली धरेम हो। चम्चीले खानु मन लाग्छ भने चम्चीले खाऊ। बगडा पान्छ मकाइ के खाँदा अमिलो खोर्सानी पनि खानुभएको Aneh tu pakai nani nanti kayak gitu gitu. हेर्नुहोस् साथीहरू यहाँ फिल्मको लागि के आलु बगडा नखाने आलु बगडा बासौँ बक्का उकिरा भयो। यहाँ हेर्नु साथीहरू के यस्तो हेर्नुहुन्छ कि यस्तो इम्नेको कच्ची बिरालो हात्ती आउँछ। यस्तो माडी हेर्नु खोज्नुहुन्छ क्या साथीहरू केले बिरालोहरूको खायो। सानो बुनु चाहिँ यो खानु केले कहाँबाट ल्याउनु भएको रहेछ। यो अलिक मिठो हुन्छ हाल्छ बेल्छ। यो मिठो कि यो मिठो कुन मिठो खाता मैले झरम तपाईँको चाहिँ एउटा हाल्छ नि कति मिठो। आज फेरि एक दिन पनि कहाँबाट लिएर खानुपर्छ लेखेको नि।
हुन्छ अर्ग्यानिक चम्ची यस्तो हुन्छ अब चाहिँ मलाई दाँत पुऱ्यो एउटा अझै डाँगाले पिस्ने रस ल यस्तो खोर्सानी अहिले पेट पोल्छ धेरै खोर्सानी नखानु ल आज त उसो मिठो नि दामी 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 माया दाई सानो भुइँमा त्यो आजको यो खोर्सानी बक्तुङ बक खोर्सानी यो खोर्सानी धेरै खोर्सानी यो यस्तो साथीहरू अहिले चाहिँ हामी हाम्रो पुरानो गोठालो गर्ने ठाउँमा नै आएको छौँ यहाँ खै तिम्रो हात नानी खान्छी माइली अनि यहाँ सुयानाहरूको बाख्रा छ यहाँ माइलु छ सुयानाले त्यहाँ फर्काउँदैछ उनीहरूको गोरु यता छन् हाम्रो गोरु यता छन् यस्तै छ साथीहरू अनि के बाहेक साथीहरू अहिले चाहिँ म यहाँ गोठालो गर्दै गर्दै माथि आइपुगेको छु कि अनि आजको भिडियो चाहिँ यस्तै यस्तै हुन्छ है साथीहरू छेउ न टुप्पोको खालको भिडियो भएको छ त्यही पनि म हाल्छु अनि यतातिर यस्तै छ यो बाँझोहरू छ अनि यो बाँझोहरूलाई चाहिँ अब जोतेर धान रोप्ने गरिन्छ साथीहरू अनि भोलि चाहिँ हाम्रो पूजा हुँदैछ जुन पूजा चाहिँ यो जङ्गल यहाँ छ नि यहाँ छ हाम्रो देवीथान बङ्गाले देवीथान अनि यिनीहरूलाई चाहिँ मैले यति धेरै चढ्छन् के भन्छु कुदेकै मात्रै गर्छन् पेट चाहिँ फेरि त्यस्तो भइसकेको छ है अनि नाच न माइलो बादल वर्षा बिजुली सोनको पानी जुका चिसो मौसमले तातो जवानी बादल वर्षा बिजुली अनि त्यो तिम्रो लाचीको चाहिँ के हो नानी हो यो यता हेर त नानी हो यो देख्यो जुका पो छ त तिम्रो त तिमी पछि तिम्रो मुटुमा साडी लिएर आए भने कालो चस्मा लाए भने पक्लक्कै हुन्छ केटो दरेम कालेको बिउ यस्तो भइसकेको छ साथीहरू धानको बिउ रहेछ नि वा कस्तो धेरै राम्रो देखेको नि धानको बिउ यहाँ हेर न तलतिरको मान्छे बाक्कुलो के कस्तो राम्रो देखेको के अरे यो चाहिँ अब लगभग जेठ अन्तिमदेखि असार पहिलो हप्ताभित्रमा चाहिँ यो रोपी जेठ अन्तिममा नै सकिन्छ साथीहरू यो कुदै गर्छन् मेरो बस्तुहरू चाहिँ के पक्लक्कै हुन्छ केटो दरेम मकै बारी यिनीहरू यहाँ छन् भन्ने होइन के फिरा उता भन्नुपर्छ उता भन्न यतिको चाहिँ गोठाला साथी भयो भने मजा हुन्छ है साथीहरू हाई भन् त सानो त्यहाँदेखि त्यस्तो होइन यस्तो हेलो साथीहरू गोठाला गर्दैछु भन्न यता फेरि साडी लाउँदैछु नि यस्तै छ है साथीहरू हाम्रो जिन्दगी चाहिँ यसरी नै बित्दैछ हाम्रो जिन्दगानी अब ल साथीहरू अब हामी के गरौँ भने नि अब हामी चाहिँ यहाँ टक्क लगाएर
पानी लगाम है त यो बिहानी रोपेको खोर्सानीमा। यहाँ हाम्रो पाइप थियो, पाइप चाहिँ उठायौँ के अरे बिहान कि हिजोको। ठन्डी हुनुहुन्थ्यो। तुरुक तुरुक पियान्नु होला नि, घेरा मारेर हाल्ने, घेरा मारेर हाल्ने। फल्छन् कि फल्दैनन्, बाँच्छन् कि बाँच्दैनन् भन्ने कुरो अरू त ठिकै छ। फलिहाल्यो भने खाइहाल्ने हो, फलिहालेन भने अब यस्तै भयो भनेर चित्त बुझाउने हो साथीहरू। धेरै चाहिँ होइन, 2 बाल्टी चाहिँ हाल्नु पर्यो आजलाई। फेरि बटुका चाहिँ दिमाग यस्तो छ, दिमाग यस्तो छ मान्छेहरूको। ओहो हो हो, यस्तो चाहिँ नभइहालौँ न हौ। दिमाग यस्तो छ मेरो, के गर्नु। मैले मेरो काम सकेँ साथीहरू। अनि आजको भिडियो चाहिँ यस्तै छेउ नटुप्पोको जस्तो भएको छ, त्यही पनि मैले हाल्छु है। अनि के अरे यहाँ हेर्नु न, जुन कस्तो मजाले लागिरहेछ। भोलि चाहिँ पूर्णिमा हो नि त, ज्येष्ठको पूर्णिमा। अनि यस्तो राम्रो लागिरहेछ। सो थ्याङ्क यू सो मच फर वाचिङ दिस भिडियो साथीहरू। सी यू इन द नेक्स्ट डे, बाई बाई।